बढी दुर्घटना भयो भन्ने कुरा हो। यो सेफ छैन भन्ने कुरा हो। एउटा कुरो मैले जनतालाई के पनि बताउन चाहन्छु भने अब यो बाटो जङ्गलको छ, यहाँ 100वटा बाख्रा हिँड्या बाख्रा भनेको इभी हो फेरि होइन। 100वटा बाख्रामा हामीले के भने 10वटा बाख्रालाई हटाइदिउँ, त्यसमा हामीले 10वटा भेडा हाल्दिउँ। भेडा भनेको के हो भने डिजल पेट्रोलवाला गाडी, बस, हाइस होइस यिनी भयो। अब यो जङ्गल जाँदाखेरि बाघले 400वटा 10वटा बाख्रा अब त्यहाँ खाओ कि के खाओ, तर त्यहाँ बढी के खाने भयो किनभने 90वटा त बाख्रा छन्। 90वटा बाख्रा त बाख्रै खाने भयो। एउटा भेडो खाला तर उसले त चाहिँ अरू त बाख्रै खान्छ किनभने जनसङ्ख्या बढी त बाख्राको छ। त्यस्तै गरेर नेपालमा इभीको जनसङ्ख्या बढी छ। इभी जताकति व्यापक चलेछन्, दुर्घटना पहिला पनि हुन्थे, तर अहिले चाहिँ दुर्घटना इभीलाई माथि दोष दिन्छन् किनभने चलेकै इभी छ। धेरै छन्, धेरै इभी चलेको हुनाले त्यो दुर्घटना भएर त्यसरी देखिएको हो। यो भेडामा र बाख्रामा बताएर जनतालाई बुझाउन खोजेको हो। अब जनताले कुन तरिकाले बुझ्छन् भन्ने कुरो जनतामा डिपेन्ड गर्ने कुरो हो।